नेपाल थाइल्याण्डसँग पराजित। एशियन कप छनौटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग 2-0 को हार बेहोरेको छ। सोमेर बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन। पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना गरेको नेपाल दोस्रो हाफमा भने गोल खाएपछि दबावमा परेको थियो। थाइल्याण्डले दोस्रो हाफको 59औं मिनेटमा फ्रीकिक मार्फत अग्रता लिएको थियो। त्यसपछि 75औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो। 3 versus 3 को अवस्थामा दायाँ विङबाट आएको क्रसलाई 6th यार्ड बक्सभित्र अनमार्क रहेकी रोडथोङले पहिलो टचमै बललाई गोलमा परिणत गरेकी थिइन्। यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल 1-0 ले पराजित भएको थियो। नेपालले अर्को महिना AFC महिला एशियन कपको छनौट खेल्दैछ। उज्बेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलंकाको सामना गर्नेछ। 4 टोली समूहको शीर्ष स्थानमा रहने टोलीले सन् 2026 मा अस्ट्रेलियामा हुने एशियन कपमा स्थान पक्का गर्नेछ।